अब यो यसपालि सिक्किमको इलेक्सनले गर्दाखेरि हाम्रो मान्छेहरू सबै एकदमै बिजी रहेछ होइन, बिजी हुनु पनि पर्ने हो। खास क्यान्डिडेट्सहरू एक छ होइन यसपालि, अनि सबैजना एकदमै राम्रो रहेछ क्यान्डिडेट्सहरू होइन। तर अब यो क्यान्डिडेट्सहरूको जुन चाहिँ इलेक्सन क्याम्पेन होइन, उहाँहरूको प्रचार गर्ने स्टाइल, प्रचार देखाउने स्टाइल, त्यसमा हामीले नभुलिकन अनि हामीलाई खास अब चाहिने चाहिँ के हो भनेर त्यसमा हामीले फोकस गर्नुपर्ने हो। जस्तो यो भोइस अफ टिबेटले एउटा एकदमै लार्ज स्केलमा सर्वे कन्डक्ट गर्नुभएको रहेछ। त्यसमा चाहिँ देखेको चाहिँ 3टा मेन प्रायोरिटी। नम्बर 1 युनिटी, नम्बर 2 त्यो टिबेट चाइनाको डायलग, नम्बर 3 मा चाहिँ हिज होलिनेसलाई प्रोटेक्सन दिने र उहाँलाई कुनै प्रकारको होइन दुःख नदियोस्, दुःख नपाओस् भन्नेको जुन चाहिँ प्रायोरिटी, 3टा प्रायोरिटी छ, त्यो चाहिँ हाम्रो अब मेन फोकस हो होइन। अनि जस्तो अब यो छोकासुमको होइन, जस्तै खाम्बा, आम्दो, उचाङ, यो सबैले एकजुट भएर थोङजुङ उडुलालाई सपोर्ट गरिरहेको देखेँ मैले होइन। अनि अफकोर्स थोङजुङ उडुलाले त सबैलाई एक मान्ने, कुनै प्रकारको भेदभाव नगर्ने मान्छे हो होइन। त्यो गर्दाखेरि चाहिँ मैले यो नम्बर 1 युनिटी भन्दाखेरि चाहिँ थोङजुङ उडुलालाई देखेँ मैले है। प्रायोरिटी नम्बर 2 जुन चाहिँ छ टिबेट चाइनाको डायलग। अब यो टिबेट चाइनाको डायलगमा पनि जबदेखि यो स्टार्ट भएको थियो अहिलेसम्म उहाँको एकदमै ज्यादा त्यसमा योगदान देखेँ मैले। त्यो गर्दाखेरि चाहिँ नम्बर 2 पनि मैले थोङजुङ उडुलालाई नै देखेँ मैले है। अनि नम्बर 3 जुन चाहिँ छ प्रायोरिटी नम्बर 3, हिज होलिनेसलाई प्रोटेक्सन दिने र उहाँलाई कुनै प्रकारको दुःख नपाओस्, दुःख नदिऊ भन्ने जुन चाहिँ प्रायोरिटी हाम्रो नम्बर 3 मा, त्यसमा त झन् अफकोर्स थोङजुङ उडुला उहाँ आफै यो डिपार्टमेन्ट अफ सिक्युरिटी धर्मशालामा उहाँ यो डिफेन्सको मिनिस्टर, यत्रो साल उहाँ मिनिस्टर गरेर होइन डिफेन्सको, अब यो प्रोटेक्सन भन्ने कुरा त उहाँभन्दा राम्रो त अब अरू कुनै क्यान्डिडेटलाई होला भन्ने मैले देखिनँ है। त्यो गर्दा पनि नम्बर 3 प्रायोरिटी पनि उहाँले देखेँ मैले। तपाईँहरू पनि आफ्नो रिसर्च गर्नुहोस् है। तर जबसम्म मलाई लाग्छ यो 3नै प्रायोरिटी हामीलाई चाहिने एउटै मान्छेमा भएको चाहिँ मैले थोङजुङ उडुलालाई नै देखेँ। अब अर्को कुरा चाहिँ मैले के देखेँ भने थोङजुङ उडुलाले होइन, म इलेक्सनमा उठ्दैछु अनि मलाई भोट दिनुहोस्, म सबभन्दा राम्रो हुँ, म सबभन्दा बेस्ट हुँ, म यो गर्छु त्यो गर्छु, त्यस्तो अहिलेसम्म केही पनि भन्नुभएको छैन रहेछ होइन। यो त झन् हाम्रो टिबेटन पोलिटिकल प्रिजनर्सहरू हुनुहुन्छ होइन, अनि हाम्रो टिबेटन गभर्मेन्टको पहिलाको मिनिस्टर्सहरू भयो, मेम्बर अफ पार्लियामेन्टहरू भयो, अनि हाम्रो टिबेटन गभर्मेन्टमा काम गर्ने स्टाफहरू भयो होइन। त्यो मात्रै नभएर हाम्रो टिबेटन आर्टिस्टहरू भयो, टिचर्सहरू भयो, उहाँहरू सबैले एकजुट भएर होइन उहाँ थोङजुङ उडुलालाई प्लिज रिक्वेस्ट गरेर तपाईँ उठिदिनुहोस् भनेर चाहिँ त्यसो भएको रहेछ होइन। अनि सामदाङ रिम्पोछे होइन, उहाँले पनि थोङजुङ उडुलालाई एकदमै हाइली मान्नु हुँदो रहेछ। अब यी सबै यो बुद्धिजीवीहरूले होइन अब एकजुट भएर उहाँलाई रिक्वेस्ट यस्तो गर्दाखेरि त यो मान्छेमा केही न केही त होला नि भनेर पनि होइन दिमागमा आउँछ त्यस्तो होइन। अनि जुन चाहिँ अब यो थोङजुङ उडुलाको क्याम्पेनको जुन चाहिँ फेसबुक पेज छ होइन, त्यसमा पनि हेर्नुभयो भने यो टिबेटन गभर्मेन्टमा पहिला काम गरिसकेको होइन, होल लाइफ डेडिकेट गरिसकेको मान्छेहरूले पनि एक मान्छेहरू रहेछ, उहाँले यत्रो टेस्टिमोनिजहरू दिएर होइन त्यहाँ हाल्नु भएको रहेछ। त्यो सबै सुन्दाखेरि होइन हामीले अब अलिकति ओपन माइन्ड भएर होइन, म उचाङ हुँ, म खाम्बा हुँ त्यस्तो नसोचेर यसपालि चाहिँ हामीलाई सिक्यौँ यस्तो खालके चाहिन्छ होइन हाम्रो टिबेटको लागि भनेर सोचेर चाहिँ होइन अलिक ओपन माइन्डेड भएर सोचेर डिसाइड गर्नु भयो भने चाहिँ मैले त थोङजुङ उडुला बाहेक मैले अरू देखिनँ होइन। तपाईँहरूले पनि सोच्नुहोस् त्यसमा। अब आजकल सोसियल मिडियाको जमाना हुँदाखेरि चाहिँ मान्छेहरूले अब त्यसको एडभान्टेज लिएर होइन थोङजुङ उडुलाको बारेमा इन्टेन्सनली जानबुझ गरेर मान्छेको दिमागमा एउटा कन्फ्युजन बनाउनको लागि नाना थरीको कुराहरू हालेको रहेछ होइन। त्यसमा 2-3 कुरा रहेछ। एउटा चाहिँ के रहेछ भने उहाँले काम गर्दै गर्दै बिचमा किन छोडेर गएको भन्ने कुरा होइन। अब त्यसको एक्सप्लेनेसन चाहिँ हाम्रो पहिलाको मेम्बर अफ पार्लियामेन्ट थुप्दिन लुङरिलाले एकदमै राम्रो एक्सप्लेन गर्नुभएको रहेछ किन चाहिँ छोडेको भने। के भन्छ भने थोङजुङ उडुला जब रिजाइन गर्नुभएको थियो, किनभने लप्साङ सिङ्गिलाको अन्डरमा काम गर्दाखेरि चाहिँ उहाँलाई एकदमै एउटा माहौल नै अब हुन्छ नि उहाँको आफ्नै प्रिन्सिपलको एगेन्स्टमा गएर होइन काम गर्ने खालके स्थिति हुँदाखेरि चाहिँ उहाँले रिजाइन गरिदिएको। तर उहाँले रिजाइन गर्दाखेरि पनि लप्साङ सिङ्गेलालाई अथवा उहाँको एडमिनिस्ट्रेसनलाई नराम्रो एक शब्द पनि नभनिकन उहाँले रिजाइन गरिदिएको हो, उहाँबाट त्यहाँबाट निस्किनु भएको। त्यो नराम्रो नभन्ने कारण पनि उहाँले टिबेटन गभर्मेन्टमाथि होइन यो राम्रो विश्वास
एउटा रिस्पेक्ट छ होइन, त्यो चाहिँ नहराओस् भनेर चाहिँ नराम्रो नभनिकन उहाँ निस्किनु भएको रहेछ होइन। अब त्यस्तो हामी टिबेटनहरूको लागि होइन, आम जनताको लागि त्यस्तो सोच राख्ने मान्छे कस्तो खालको मान्छे होला भनेर त उहाँको यही जुन चाहिँ उहाँले रिजाइन गर्नुभएको छ त्यसैले नि होइन स्पष्ट हुन्छ कस्तो खालको मान्छे हो भनेर। अनि दोस्रो कुरो चाहिँ के रहेछ भने थुङजुङ मुडुलाले के अरे इलेक्सनमा क्याम्पेन किन नगरेको भन्ने कुरा रहेछ होइन। यसमा चाहिँ के रहेछ भने उहाँले जब मिनिस्टरको पोस्ट रिजाइन गर्नुभएको थियो त्यसको इमिडिएटली बादमा उहाँलाई दिल्लीमा हाम्रो रिप्रेजेन्टेटिभ अफिस थेन्जोखाङमा उहाँलाई थेन्जोको काम एपोइन्ट गरेको रहेछ। त्यो गरेकोदेखि अहिलेसम्म उहाँ थेन्जोको काम गर्नुहुँदो रहेछ होइन। अनि हाम्रो अब यो इलेक्सनको रुलको अनुसार उहाँ थेन्जो हुँदा हुँदै उहाँले इलेक्सनको क्याम्पेन गर्नु नपाइँदो रहेछ त्यो रुलको अनुसार। उहाँले चाहिँ त्यही अब रुल फलो गरेर अनि क्याम्पेन नगरेको होइन। अब यो हाम्रो आउने जनवरी 3 तारिकमा प्रिलिमिनेरी इलेक्सन जुन चाहिँ हुन्छ त्यति बेला 2टा फाइनलिस्ट आउँछ त्यसको बादमा होइन। 2टा फाइनलिस्ट आउँछ त्यसमा अगर थुङजुङ मुडुला आउनुभयो भने त्यहाँदेखि चाहिँ उहाँले क्याम्पेन गर्छु भनेर उहाँको आफ्नै इन्टरभ्यूमा पनि स्पष्ट पारिरहेको रहेछ। तेस्रो कुरो चाहिँ के हो भने थुङजुङ मुडुला त सफ्ट मान्छे एकदमै आँट नभएको डर चिरुवा त्यस्तो कुराहरू गरेको रहेछ कतिजनाले होइन। अब त्यो भन्ने मान्छेहरूलाई त म के भन्छु भने विचार अब थुङजुङ मुडुलाको बारेमा त्यति साह्रो उनीहरूलाई नलेज रहेन रहेछ है, बुझेकै छैन रहेछ भनेर म भन्छु। यो चाहिँ के भने अब 1983मा है, अब यो कुराहरू त कतिजना हामीले पनि थाहा छैन होला होइन। 1983मा थुङजुङ मुडुला टिबेटभित्र गएर है एउटा ठुलो सिक्रेट मिसन अर्गनाइज गर्नुभएको थियो उहाँले त्यहाँको अन्डरग्राउन्ड टिबेटन अर्गनाइजेसनहरूसँग मिलेर। त्यस्तो एउटा ठुलो सिक्रेट मिसन अर्गनाइज गर्न सक्ने मान्छे होइन। यो कुरा त जुन चाहिँ अब पोलिटिकल प्रिजनर है घवाङ भम्बाल्ला उहाँले पनि आफ्नो इन्टरभ्यूमा भन्नुभएको थियो मुडुला टिबेटमा आउनु भएको थियो, आएको मात्रै होइन उहाँले त यस्तो ठुलो एउटा सिक्रेट मिसन अर्गनाइज गर्नुभएको थियो है। अनि आफ्नो लाइफ यति रिस्क लिएर होइन आफ्नो जानको पर्वत बगाएर आउनु भएको थियो, त्यो मिसन सक्सेस भएको थियो होइन। अब त्यस्तो मान्छे यहाँ पोलिटिकल प्रिजनरहरूले नि भन्नु हुँदैछ होइन। अनि जस्तो हाम्रो यो टिबेटन्सहरू टिबेटमा फर्केर जानेहरू पनि हुन्छ नि, टिबेटमा पुग्दाखेरि चाइनिजहरूले पक्रेर जेलमा एक्जाइल गभर्मेन्टमा 3 जना मान्छेको बारेमा सोध्छ अरे। हिज होलिनेस दलाई लामा, सामदोङ रिम्पोचे अनि थुङजुङ मुडुको बारेमा सोध्छ अरे। अब यस्तो सोद्धा होइन यसले स्पष्ट गर्छ नि चाइनिजहरू थुङजुङ मुडुसँग कतिको डराएको छ भनेर होइन। अब यसले पनि हामी बुझ्नु सक्छौँ कि थुङजुङ मुडुला चाहिँ डर छिरवा हो कि आँटिलो रहेछ भनेर, त्यो पनि एउटा सोच्ने कुरा हो। अब अर्को कुरा चाहिँ के रहेछ भने थुङजुङ मुडुलाको त इलेक्सन मेनिफेस्टो नै छैन रहेछ भन्ने कुराहरू। मेनिफेस्टो लेख्नु त एकदमै सजिलो नि होइन, त्यो जनताले के मन पराउँछ त्यही लेखेर होइन मिठो लेखेर पेश गर्ने हो। मेनिफेस्टोमा लेखेकोहरू चाहिँ कसैले प्रश्न गर्दैन कि मेनिफेस्टोमा यस्तो रहेछ तर तपाईँले यो गर्नु सक्नुहुन्छ भनेर प्रश्न त कसले पनि गर्दैन। लेख्नु त सजिलो हो नि मेनिफेस्टो लेख्नु त। थुङजुङ मुडुलाले त 43 इयर्स होइन आफ्नो लाइफ डेडिकेट गरेको छ हिज होलिनेस र हामी जनता टिबेटनको लागि होइन। आफ्नो 43 इयर्स अफ लाइफ उहाँले डेडिकेट गरिसकेको मान्छे। 43 इयर्स भन्दा त कम्ती होइन नि। उहाँ जस्तो अब एक्सपिरियन्स भएको त कमै होला। टिबेटन गभर्मेन्टमा बसेर 43 इयर्स काम गर्दाखेरि गभर्मेन्टको भित्रको विकनेस के हो, गभर्मेन्टको क्यापेबिलिटिज होइन गर्नु सक्ने क्षमता के छ अनि कहाँबाट कससँग जोड्यो भने के हुन्छ भने यस्तो कुराहरू इनसाइड नलेजहरू सबै उहाँलाई त्यो भएको हो। यदि उहाँलाई आज सिक्किमको क्यान्डिडेटमा उहाँलाई आज इलेक्ट गर्यो भने उहाँले भोलि नै गएर अफिसमा गएर काम थाल्नु सक्नुहुन्छ, त्यस्तोको पोटेन्सियल छ उहाँलाई। उहाँले त्यो 1-2 साल फेरि बिताएर होइन एक्सपिरियन्स जोडेर अनि काम गर्ने त्यस्तो टाइम वेस्ट पनि हुनै हुँदैन, किनभने उहाँको जुन चाहिँ एक्सपिरियन्स छ उहाँले तुरन्तै काम गर्नु सक्नुहुन्छ। अब त्यही कारणले जुन चाहिँ यो मेनिफेस्टोको कुरा आयो, जब यो प्रिलिमिनेरी इलेक्सनमा फाइनलिस्टमा उहाँ आउनु भयो भने 3 तारिक होइन इलेक्सन छ, फाइनलिस्टमा आउने दिन उहाँको मेनिफेस्टो हामीले सबैले देख्नु सक्छ। उहाँको जुन चाहिँ मेनिफेस्टो छ उहाँको पोटेन्सियल के रहेछ होइन, उहाँले के गर्नु सक्छु भन्ने कुराहरू चाहिँ त्यो फाइनलिस्टमा आइसकेर उहाँले पेश गर्छ अनि हामी सबैले पनि देख्छौँ होइन। कतिजना पनि यस्तो हुन्छ सोच्ने होइन कि लाइफ त त्यसै पनि चलिरहेको छ, सिक्यौँ जोसुकै आओस् हामी त के मतलब भन्ने हुन्छ होइन। त्यस्तो पनि उहाँहरूलाई चाहिँ के भन्छु भने अब यसपालि चाहिँ है अलिकति बुद्धि लगाएर होइन हाम्रो टिबेटभित्र भएको टिबेटन्सहरूको लागि होइन हामीले के गर्नु सक्छौँ होइन,
हाम्रो त अब लाइफ त्यसै पनि आरामले चलिरहेछ है, दुःख दिने त कोही छैन। तर यो टिबेटभित्र भएकोहरूलाई कतिको अब उनीहरूलाई टर्चर भइरहेछ, तर पनि उनीहरूको उयो हुन्छ, हाम्रो माथि एउटा विश्वास छ होइन। उनीहरूको एउटा विश चाहिँ के हो भने हामी टिबेटन्सहरू एकदमै यहाँ युनिटी होस्, अनि हाम्रो यो टिबेट र चाइनाको डायलग चाहिँ फेरि अझै अघि बढोस् भनेर होइन। अनि फाइनली हिज होलिनेसलाई कुनै प्रकारको दुःख नपाओस्, दुःख नदियोस् भन्ने उनीहरूको एउटा विश छ। त्यो विश हामीले फुलफिल गर्ने एउटा चान्स, एउटा मौका हो यसपालि चाहिँ होइन। त्यो तिनटै विश फुलफिल गर्नु सक्ने त यसपालि थुङजुङ मोडुला बाहेक अरू मैले देखिनँ। तपाईँहरूले पनि घरमा मजाले सोच्नुहोस् होइन। जनवरी 3 तारिक चाहिँ प्लिज आएर भोट गरिदिनुहोस्। थ्याङ्क यू।